Oh my God. Okay. सबैजना ताली प्लिज अब स्न्याक्स हामी चाहिँ सर्टली विल ह्याभ स्न्याक्स ओके अब मेरो परिचय पाइसक्नु भएको छ है अब कसरी भनौँ म एउटा हरिबहादुरको जुत्ताको चाहिँ म क्यारिकेचर गर्न चाहन्छु है मेरो हरिवंश दाइको है यो जुत्ता लाने त चोरी 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 जस्तो लाग्छ है अब चोरी है अब विदेशतिर गएर अब अलिअलि पैसा कमाएर अब उतै कुहिरी बिहा गरेर बसे कसो होला है त्यसै गरी कसो होला है त ताली ओ माई गॉड ओके अब देशको वर्तमान स्थितिमा हामी बिमा भनेर दौडेका छौँ सबैजना एमडिआरटी हुनुपर्छ भनी भनेका छौँ दौडिने क्रममा कहिले फ्याट्टै 1 लाखले पनि एमडिआरटी फस्किन्छ यस्तो पनि भएको छ तर त्यसो नहोस् अब हामी यहाँ जति पनि एमडिआरटीमा छौँ सबैलाई बधाई शुभकामना अब म पनि सकि नसकी एमडिआरटीको दौडमा लागिरहेको छु छोटो ताली अब है ताली पनि माग्नुपर्ने अवस्था आइसकेको छ है बिमा ल्याउनु त गाह्रो छ है अर्काको पकेटको पैसा आफ्नो पकेटमा ल्याउनु त चाहन्छु नि कुरा त होइन नि अब ताली त मैले माग्नु परेको छ भने अब बिमा माग्ने त सजिलो त छैन है अब सबैलाई मैले सिकाउनु त पर्दैन म सिकाउनु जान्ने मान्छे भए त म आफै एमडिआरटी सिओटी टिओटी सबै हुन्थेँ तर हुन सकेको छैन हुन्छु त्यो पनि म किड्नी अब म किड्नी फेरेर भए पनि एमडिआरटी जसरी पनि हुन्छु म जसरी पनि हुन्छु अब यो जेजी आन्दोलन भए पनि मलाई लखेटेर जतासुकै पुर्याए पनि म जहाँसुकै भाग्न नपरोस् म मेरो देशलाई बचाएर भए पनि मेरो राष्ट्रको ढुकुटी नसिद्धाइकन म एमडिआरटी हुन्छु है त ताली ओ माई गॉड अब मेरो श्रीमतीलाई खुट्टा छ अब मैले आफूले हेरेर आफै गर्नुपर्छ अब के अरे यता समातेछ यता समातेछ श्रीमती खुट्टेको हेरी गर्नुपर्छ अब मसँग सम्पत्ति केही पनि छैन सम्पत्ति सम्पत्ति भएर खाल्टो पनि आफै ल्याएर पैसा हाल्दैछ अब पैसा कहाँ हुन्छ त्यो पैसा त्यति हुन्छ तपाईँहरू आफै भन्नुहोस् न तपाईँहरूको चाहिँ ढुकुटी बजाउने चाहन्छु त सबै यहाँ आएको कमाल यहाँ आएको खोइ त ताली कतै मैले ताली माग्नु परेको छ यसरी नै बिमा माग्नु पर्छ मैले है अब रमाइलो गर्ने क्रममा है म है अब यसो हल्का यसो ल्याछु पनि है यसो आधुनिक शायरी है म झुटो कुरा बोल्दिनँ है साँच्चै कुरा बोल्छु झुटो कुरा गरेर बिमा ल्याउन पनि सक्दिनँ साँचो कुरा गर्दाखेरि बिमा गरिसकेको छु भइसक्यो पैसा छैन बुढीलाई सोध्नुपर्छ भनेको छु यस्तो अवस्था छ तैपनि बिमा ल्याउने कोसिसमै छु है त ताली है ओ माई गॉड ओके सो अलिअलि म नेपाली पनि बोलेँ ओके नेपाल घुमाएको थ्याङ्क यू भेरी मच अनि त्यतिभन्दा अगाडि अब म कुन चाहिँ भाषामा भनौँ है मलाई भाषा त धेरै आउँछ है अब सबैले बुझ्ने भाषा हुनु पऱ्यो नि त होइन हो कि होइन हो सबैले बुझ्ने भाषा भन्नु पऱ्यो मैले चाइनिज हो भने नि बुझ्नुहुन्न जापानिज हो भने नि बुझ्नुहुन्न अरेबिकमा भने पनि बुझ्नुहुन्न नेपाली प्योर भाषा बोल्नु पऱ्यो नि त मैले है अब एकछिनपछि शाहरुख खानको पनि आउँछ है एकछिनपछि धैर्य चाहिँ गर्नु पऱ्यो हामी धैर्य गर्ने बानी बसाल्यो भने पक्कै बिमा आउँछ तर धैर्य गर्नु पनि हुँदैन फेरि भोलि माइन्ड चेन्ज भइहाल्छ आज इन्सुरेन्स गर्छु भने मान्छे भोलि फस्किन्छ त्यस्तो पनि भएको छ धैर्य पनि कुनै अवस्था हेरिकन गर्नुपर्छ है ओके न खै त ताली ओ माई गॉड कतैको पछि ताली माग्नु परेको छ अब भोलि चुनाव आउँदैछ भोट माग्नुपर्छ फेरि यसै अब है यस्तो छ अवस्था नेपालको त्यसमा त पनि हामी नम्बर 1 आइएमई भन्नु परेको छ हो कि होइन हो जय आइएमई भन्दै फेरि म आइएमईलाई जोड्दै आइएमईको कारणले म यहाँ छु आजै यहीँ छु आइएमई यहीँ छु म यहीँ छु है ओके सो
कस्तो भइरहेछ यसो फिडब्याक पनि पाउनु त रमाइलो भन्नुभएको छ तपाईँहरूले पनि पुरस्कार पाउनुपर्छ है ल, यता पनि। ओके सर एकदम गजब ल, फिडब्याक पनि मलाई चाहिन्छ अन द स्पोट है। जसरी नि आज अन द स्पोट उपहार बाँडिया छ, मलाई नि अन द स्पोट फिडब्याक भने राम्रो हुन्छ। ओके, अब चाहिँ अब भाषा नेपालीमै सिधै भनौँ है। आधुनिक नेपाली बेथा, यो बेथा पनि हो, आधुनिक पनि भनेको छ, बेथा पनि भनेको छ। अब यो कुरो बुझ्नुपर्छ। मोबाइलको चार्ज जस्तै मेरो उमेर घट्दै गयो। है त वाह 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 ताली ताली। मोबाइलको चार्ज जस्तै उमेर मेरो घट्दै गयो, सकिएको चार्ज चाहिँ जोस पनि घट्दै गयो। तर जोस चाहिँ घटाएको छैन है, फेरि जोस घट्यो भने बिमा ल्याउन सकिन्न। मोबाइलको चार्ज जस्तै फेरि वाह वाह वाह। मोबाइलको चार्ज जस्तै उमेर मेरो घट्दै गयो, तर उमेर त घटेको रियालिटी हो है, यो कुरो धाप्नु मिल्दैन। मोबाइलको चार्ज जस्तै मेरो उमेर घट्दै गयो, सकिएको चार्ज चाहिँ जोस पनि घट्दै गयो। तर जोस चाहिँ घटाएको छैन है, फेरि मेरो जोस त फेरि नलिस्ट फेरि म बोल्न सक्ने मान्छे है। गिनिज बुकमा नाम लेखाउने पनि विचार छ है, एमडिआरटी सिओटी टिओटी सबै हुने पनि विचार छ। त्यो त्यति बेला बोल्न सकिन्छ होला जोस है। फेसबुकमा, तर म फेसबुक धेरै चलाउँदिनँ है, तर यहाँ भनेको छु फेसबुकमा हरेक बिहान शुभ प्रभात लेख्छु। है त वाह वाह, ताली ताली पनि छैन। ओ माई गड। ओके, सो फेसबुकमा हरेक बिहान शुभ प्रभात लेख्छु, तर बत्ती गएपछि मोमबत्तीको उज्यालो खोज्छु। है त वाह वाह वाह। फेसबुकमा हरेक बिहान शुभ प्रभात लेख्छु, तर बत्ती गएपछि मोमबत्तीको उज्यालो खोज्छु। वाह वाह वाह। रातभर अहिलेको जमाना के को जमाना छ भन्नुहोस् त, ट्याक्क तपाईँले उभेर खानुहुन्छ। अहिलेको जमाना अहिलेको जमाना टिकटकको छ। उहाँले एउटा पुरस्कार पाउनु छ मेरो तर्फबाट स्पेसल है। ल उहाँलाई चाहिँ हार्दिक बधाई है। मिलेको त होइन यो चिट गरेर छैन, चिट गरेर होइन, यो अन द स्पोट सोधेको क्वेसन। रातभर टिकटक हेरेर बिहान अझै अफिस ढिलो हुन्छ, रातभर टिकटक हेरेर बिहान अफिस ढिलो हुन्छ। अर्को त कमालै छ, फोटोमा फिल्टर यस्तो अहिले मान्छे झुकिन्छन्, एउटा आउँछ मान्छे अर्को भेट्दाखेरि अर्कै हुन्छ। त्यो सबै के को कमाल हो? फिल्टरको। वाह वाह। ओके, ताली खोइ त ताली। ओके, अनि आमालाई देखाउँदा भन्नुहुन्छ यो त हाम्रो छोरी हो जस्तो पो लाग्छ। यो फिल्टरले गर्दा हेर्नुहोस् त, आफ्नो छोरी पनि नचिने जमाना आइसकेको छ। सब टिकटकको कमाल। ओ माई गड, खोइ त ताली। ओके, अलराइट। चिया पसलमा राजनीति गर्छु, तर राजनीति मन नपर्ने मान्छे है फेरि। चिया पसलमा राजनीति गर्छु, देश चलाउने कुरा। अब यो मान्छेले कताबाट देश चलाउने कुरा गरिरहेको छ? देश चलाउने कुरा, तर बिजुली नआएपछि टर्चले खोज्छु जुत्ता पुरा। देश सुधार्ने योजनामा हरेक मान्छे व्यस्त, तर कर तिर्न आउँदा सबै हुन्छन् अस्तव्यस्त। तर कर तिर्न आउँदा सबै हुन्छन् अस्तव्यस्त। है त वाह वाह। ओके, ताली। ओके, किनभने इन्टरटेनमेन्ट इज मेन इम्पोर्टेन्ट है। विदाउट इन्टरटेनमेन्ट नो लाइफ एट अल। राइट, entertainment is the basic requirement of human being. If there is no entertainment, no life at all. Okay? Hai ta tali. Wow. अनि बिहामा त झन् फोटो सेसन नै युद्ध नै हुन्छ। बिहामा त झन् फोटो सेसन युद्ध नै हुन्छ। जन्तीभन्दा धेरै क्यामेराको अघि भिड हुन्छ, जन्तीभन्दा अगाडि क्यामेराको भिड हुन्छ। वाह। ओके, डान्सको फ्लोरमा काकाले कपाल फुकालेर नाच्छन्, भोलिपल्ट फेसबुकमा 500 लाइक पाउँछन्। यस्तो छ अहिले चलन है। अब
ओके अर्को फेरि सायरी म भन्न चाहन्छु फोनको चार्ज सकिँदा मन पनि डाउन हुन्छ है फोनको चार्ज सकिँदा मन पनि डाउन हुन्छ डाटा सकिएपछि जीवन त जोकर जस्तो पो हुन्छ वाह 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 ओके अलराइट अब देश छोड्ने मैले एउटा अर्को भन्ने अर्को टाइटलमा है देश छोड्ने ट्रेन्ड चलिरहेको छ नेपालमा हामी चाहिँ यत्रो इन्डस्ट्री यो आइएमई लाइफ जस्तो गरिमामय इन्डस्ट्री यो लाइफ इन्सुरेन्स हुँदा हुँदै हामी तैपनि नेपालीहरू चाहिँ पलायन भइरहेको छ विदेश पलायन भइरहेको छ यसकै कुरामा म फेरि लेख्न मन लाग्यो फेरि म भन्दैछु ताली वाउ 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 ओ माई गॉड थ्याङ्क यू भेरी मच अब एकछिन है तहरूलाई ओ माई गॉड थ्याङ्क यू भेरी मच थ्याङ्क यू तपाईँले पनि पाउनुहुन्छ विशेष पुरस्कार मलाई यस्तो फिडब्याक उहाँले पनि पुरस्कार पाउनुहुन्छ है ओके थ्याङ्क यू भेरी मच हिस्सा लाग्यो कि हुर्र भनेर टिकटक हाल्छन् देशभक्तिको कुरा फेसबुकमा मात्रै बोल्छन् भन्छन् फर्किन्छु तर एक दिन देश बनाउन तर फर्किँदा पासपोर्ट मात्रै हाल्छ वाह वाह वाह